परिवार एक्ला एक्लै भएपछि यहाँ परिवार एक्ला एक्लै भएपछि टीका लगाए पनि नलगाए जस्तै हुने रहेछ। परिवार एक्ला एक्लै भएपछि टीका लगाए पनि नलगाए जस्तै हुने रहेछ। खुसी अनि उमङ्ग त छाएकै थियो मनमा, खुसी अनि उमङ्ग त छाएकै थियो मनमा, तर दसैँ आए पनि यहाँ नआए जस्तै हुने रहेछ। तर दसैँ आए पनि यहाँ नआए जस्तै हुने रहेछ। कोही रहरले त कोही कहरले हामी छुट्टिएका छौँ आज, कोही रहरले त कोही कहरले हामी छुट्टिएका छौँ आज। आमा बाबासँगै घर त छ त्यो पनि सुन्ने बारै छ, आमा बाबासँगै एउटा घर त छ त्यो पनि सुन्ने बारै छ। थ्याङ्क यू सो मच सबैजनामा नमस्ते। सबैजनाले सुनेर साथ दिनु होला, सपोर्ट गरिदिनु होला र तपाईँहरूलाई के कस्तो लाग्छ प्रतिक्रिया पनि दिन नबिर्सिनु होला, नभुल्नु होला भन्न चाहन्छु। थ्याङ्क यू सो मच।